नमस्कार हार्दिक स्वागत नमस्कार हार्दिक स्वागत छ यो युनियन एजुकेसनको अथक प्रयासमा सम्पूर्ण साथीहरुलाई धेरै भूमिका नमादिकन आज म ढिलो जोडिएको छु स्वास्थ्यले अलिकति साथ दिएको परिस्थिति छैन म भूमिका नमादिकन यो प्रयासलाई अगाडि बढाइहाले आज क्वेशन नम्बर 1 आज पनि हामी सूचना र प्रविधि भोलिबाट संविधान शिक्षा ऐन शिक्षा नियावली शिक्षक सेवा नियावली स्थानीय सरकार सञ्चालन ऐन सम्बन्धी हामी भोलि जान्छौं आजलाई हामी यहाँबाट जाँदैछौं ल साथीहरु तलका मध्ये कुन अपरेटिङ सिस्टम होइन तलका मध्ये कुन अपरेटिङ सिस्टम होइन ल फटाफट एन्सर कृपया फटाफट सही उत्तर ग सी चाहिने अपरेटिङ सिस्टम होइन ग भनेर धेरैले पत्ता लगाउन सक्नु भएको छ हार्दिक धन्यवाद व्यक्त गर्छु मुना नेउपाने म्याडमले टिप्नु भएको छ एकदम जाँगरका साथ धन्यवाद छ र जानुका आचार्यजी पनि पढ्न इच्छुकै भइरहनु भएको छ ल सम्पूर्ण साथीहरु तलका मध्ये कुन अपरेटिङ सिस्टम होइन सी करेक्ट अप्सन मात्रै लेख्नका लागि अनुरोध छ करेक्ट अप्सन मात्रै तलका मध्ये कुन अपरेटिङ सिस्टम होइन सी अपरेटिङ सिस्टम होइन म जान्छु प्रश्न नम्बर 2 तिर जाउँ है त म्याडमहरु प्रश्न नम्बर 2 अपरेटिङ सिस्टम नभएको सी मात्रै लेख्नु नपुगिहाल्यो नि अब म जान्छु तलका मध्ये कुन अपरेटिङ सिस्टम होइन भन्दा सी अपरेटिङ सिस्टम होइन तर डस म्याक लिनुक्स यी सबै अपरेटिङ सिस्टम हुन् है यी सबै अपरेटिङ सिस्टम हुन् यो कुरा जानकारी गराउँदै म जान्छु दोस्रो प्रश्नमा ल दोस्रो प्रश्नमा जाँदै छु म विद्यालयमा प्रयोग हुने एमआईएस को पूरा रूप के हो म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम मोरल इन्फर्मेसन सिस्टम म्यानेजमेन्ट इन्फर्मेसनल सफ्टवेयर म्यानेजमेन्ट इन्टरनेट सिस्टम ल ल ल ल ल साउन्ड आएको छैन भन्नुभयो आ छैन साउन्ड साउन्ड आएको छैन र विद्यालयमा प्रयोग हुने एमआईएस को पूरा रूप के हो म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम मोरल इन्फर्मेसन सिस्टम म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम साउन्ड आएको छ हाम्रो डिभाइसमा साउन्ड देखिएकै छ तपाईहरुको डिभाइसमा पनि साउन्ड चेक गर्नु होला सम्पूर्ण साथीहरुलाई हार्दिक स्वागत गर्दै म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेको विद्यालयमा प्रयोग हुने एमआईएस को पूरा रूप हो म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेको विद्यालयमा प्रयोग हुने एमआईएस को पूरा रूप हो म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनेको विद्यालयमा प्रयोग हुने एमआईएस को पूरा रूप भएको जानकारी गराउँदै म जान्छु अर्को प्रश्नमा कम्प्युटर प्रणालीमा एमबी को पूरा रूप के हुन्छ कम्प्युटर प्रणालीमा एमबी को पूरा रूप के हुन्छ मेगाबाइट्स मेगावाइट मदरबोर्ड माथिका सबै कम्प्युटर प्रणालीमा एमबी को पूरा रूप के हुन्छ एमबी को पूरा रूप के हुन्छ मेगाबाइट मेगावाइट सही उत्तर दिनुभएको छ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथीहरुले धेरैले मिलाउनु भएको छ एमबी भनेको मेगावाइट मेगा बीवाइटी बाइट 904 जना साथीहरु हाम्रो यहाँ जोडिनु भएको छ 905 जना र 400 भन्दा बढी साथीहरु फेसबुक लाइभमा जोडिनु भएको छ म युनियन एजुकेसनको सञ्चालक रमेश भट्टराईको तर्फबाट एक मुष्ट नमस्कार ल है एमबी को पूरा रूप एमईजीए मेगा बीवाइटी बाइट नेक्स्ट प्रभावकारी शिक्षण प्राध्यापन प्रशिक्षण अनुगमन मूल्याङ्कन र सुपरिवेक्षण गर्न राष्ट्रिय शिक्षा नीति 2076 ले के गर्ने कार्यनीति लिएको छ है त भर्चुअल शिक्षक प्राध्यापक प्रशिक्षक र सुपरिवेक्षकको व्यवस्था ट्याब्लेट स्मार्टफोन मोबाइल आदिको प्रयोगमा जोड ई लाइब्रेरी भर्चुअल ल्याब भर्चुअल कक्षा कोठाको व्यवस्था माथिका सबै राम्रोसँग हेर्नुहोस्
सधैँ माथिका सबै उत्तर लाउन बानी पर्नुभएका साथीहरूलाई ठुलै झड्का दिएको छ। सधैँ माथिका सबै उत्तर लाउन बानी पर्नुभएका साथीहरूले राम्रै झड्का हानेको छ अहिले। यसको सही उत्तर हो भर्चुअल शिक्षक, प्राध्यापक, प्रशिक्षक र सुपरिवेक्षकको व्यवस्था। प्रभावकारी शिक्षण, प्राध्यापन, प्रशिक्षण, अनुगमन यो शिक्षणसँग जोडेको छ, प्राध्यापनसँग जोडिएको छ। हेर्नुहोस्, शिक्षण र प्राध्यापन, मूल्याङ्कन र सुपरिवेक्षण गर्न राष्ट्रिय शिक्षा नीति 2076 ले के गर्ने रणनीति कार्यनीति लिएको छ। यसको सही उत्तर हो भर्चुअल शिक्षक, प्राध्यापक, प्रशिक्षक र सुपरिवेक्षकको व्यवस्था। सही उत्तर हो क है त। सम्पूर्ण साथीहरुमा हार्दिक नमन छ। हामी नियमित प्रयास अन्तर्गत अब यो गुगलबाट पनि हुन्छ साथीहरु, नआत्तिनुस्। गुगलबाट भइरहेछ त प्रत्येक शनिबार। अब हप्ताको 2 पटक गुगल फर्मबाट दिन पाउनुहुन्छ एक्जाम हो। गुगल फर्मबाट यो त हामीले परीक्षा दिन भन्दा पनि सिकाउन खोजेको, यसले म्याक्सिमम परीक्षाको प्र्याक्टिस भन्दा पनि तपाईहरुलाई यो त मैले पढाएकै हो एक अर्थले है त। ल, शैक्षिक प्रविधिमा कुन पर्दैन? शिक्षण सिकाइको कला वा विज्ञान, शिक्षण सिकाइ सम्बन्धी व्यवहार विज्ञान, संगठित ज्ञानलाई व्यवहार वा प्रयोगमा ल्याउने व्यवस्थित प्रक्रिया, शिक्षण सिकाइमा मूल्य विकास गर्ने प्रक्रिया। धेरै साथीहरुले एन्सर मिलाउनु भएको छ, हार्दिक कृतज्ञता व्यक्त गर्छु। शिक्षण सिकाइमा मूल्य विकास गर्ने प्रक्रिया शैक्षिक प्रविधिमा पर्दैन भनेर तपाईहरुले जान्नु पर्यो। मधु भट्टराई म्याडमले जे भयो नि नानीको सहारा लिएर भए पनि पठन पाठनमा एकदम व्यस्तता देखाउनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। डिभाइस चलाउन पनि जान्नु होला। जहाँसम्म लाग्छ यो भर्चुअल मिटिङले तपाईहरु प्रविधिमा पनि तपाईहरुलाई सिकाइरहेको छ, विषयवस्तु पनि सिकाइरहेको छ। प्रविधि पनि विषयवस्तु पनि दुईटै सिकाइरहेको छ। यो सुखद विषयवस्तु पनि हो। शैक्षिक प्रविधिमा शिक्षण सिकाइका मूल्य विकास गर्ने प्रक्रिया पर्दैन, यो कुरा बुझ्नु होला। तर के पर्छ? शिक्षण सिकाइको कला वा विज्ञान पर्छ यसमा। शिक्षण सिकाइ सम्बन्धी व्यवहार विज्ञान पर्छ एउटा। संगठित ज्ञानलाई व्यवहार वा प्रयोगमा ल्याउने व्यवस्थित प्रक्रिया पनि पर्छ, तर सिकाइको मूल्य पर्दैन, यो कुरा जान्नु होला। अब म कम्प्युटरमा अन्डु कार्य गर्न कुन सर्टकट की प्रयोग गर्न सकिन्छ? कम्प्युटरमा अन्डु कार्य गर्न कुन सर्टकट की प्रयोग गर्न सकिन्छ? कम्प्युटरमा अन्डु कार्य गर्न कुन सर्टकट की प्रयोग गर्न सकिन्छ? शान्ता पौडेल म्याडम उत्तर दिनुस्। कम्प्युटरमा अन्डु कार्य गर्न कुन सर्टकट की प्रयोग गर्न सकिन्छ? धेरै साथीहरुले Ctrl+Z लेख्नु भएको छ। धेरै साथीहरुले Ctrl+Z लेख्नु भएको छ अन्डु गर्नका लागि प्रयोग गरिने। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद हो। Ctrl+Z प्रयोग हुन्छ। जाउँ प्रश्न नम्बर 7। हाम्रो जुमको क्यापासिटी सिद्धिएको छ अहिले। फेसबुक लाइभबाट पनि आउन सक्नुहुन्छ साथीहरु। विद्युतीय कारोबार ऐन 2073 बमोजिम कसुर गर्न सघाउने वा मतियार भई काम गर्नेलाई कस्तो सजाय हुने व्यवस्था छ? 6 महिना कैद वा 50,000 रुपैयाँ जरिवाना वा दुवै, 1 वर्ष कैद वा 1 लाख जरिवाना वा दुवै, मुख्य कसुरदातालाई भएको सजायको आधा सजाय, मुख्य कसुरदातालाई सजायको दोब्बर सजाय। हामी 1000 जना पुगिसकेका छौं। 800 जना साथीहरु लगभग 700 करिब 800 जना साथीहरु फेसबुक लाइभमा हुनुहुन्छ। सबैलाई मेरो एकमुष्ट नमन छ। यसको सही उत्तर हो मुख्य कसुरदारलाई भएको सजायको आधा सजाय।
तपाईहरु मतियार बन्नुभयो भने है, मतियार बन्नुभयो भने आधा सजाय भनेर छ। मुख्य जसले के गरेको छ, कसुर गरेको छ, त्यसको मतियार बन्नुभयो भने आधा सजाय भनेर छ। विचार गर्नुस् है, यो विद्युतीय कारोबार ऐन कडा छ, कडा। म जान्छु प्रश्न नम्बर 8। इमेल ठेगानामा हुने दुई भाग मध्ये @ भन्दा पछाडिको भागलाई के भनिन्छ? यो त धेरैले जान्नु भएको छ। इमेल ठेगानामा हुने दुई भाग मध्ये @ भन्दा पछाडिको भागलाई के भनिन्छ? युजर नेम, स्योर नेम, डोमेन नेम, फर्स्ट नेम। यसको सही उत्तर हो डोमेन नेम। धेरै साथीहरूले मिलाउनु भएको छ। म साथीहरूलाई भोलि के जानकारी गराउँछु भने इनकेस तपाईहरु जुममा जोडिन नसके पनि फेसबुक लाइभबाट आउनका लागि सम्पूर्ण साथीहरूलाई मेरो अनुरोध छ। यो हाम्रो अथक प्रयास परीक्षाको अघिल्लो दिनसम्म जारी रहनेछ। जहाँसम्म लाग्छ यो प्रयासले साथीहरूलाई फाइदा पुगेको हामीले अनुमान गरेका छौं। आज हैन, जुम 3000 क्षमताको जुम फंक्सनमा भोलिबाट आउँछ। हामी यहाँ प्रयासरत छौं। टेक्निकल हाम्रो टेक्निशियनहरुले प्रयास गरिरहनु भएको छ। भोलिबाट 3000 क्षमताको हुन्छ है। वर्तमान समयमा सञ्चारको महत्त्व किन बढेको हो? आवश्यक सूचना र सन्देश प्राप्त गर्न गराउन, कक्षामा मेलमिलापको वातावरण निर्माण गर्न अथवा मेलमिलाप गर्न गराउन, शिक्षक र विद्यार्थी बीच अन्तर्क्रियात्मक शिक्षण गर्न अथवा अन्तर्क्रिया गर्न, माथिका सबै। माथिका सबै लगाउने साथीहरूलाई अर्को 100 भोल्टको अर्को धड्का हानेको छ। 100 भोल्टेजको करेन्ट हानेको छ माथिका सबै लाउने साथीहरूलाई। यसको सही उत्तर हो आवश्यक सूचना र सन्देश प्राप्त गर्न गराउन। यसको सही उत्तर हो आवश्यक सूचना र सन्देश प्राप्त गर्न गराउन। सधैँ माथिका सबै सही हुँदैनन् विकल्प, यो पनि विचार गर्नु होला। हो, आवश्यक सूचना र सन्देश प्राप्त गर्न गराउन। करिब 2000 जना साथीहरू हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। 100 भोल्टको झड्का लाए जस्तो छ साथीहरूलाई यो माथिका सबैले। शिक्षक र विद्यार्थी बीच अन्तर्क्रिया गराउन हैन साथी, अन्तर्क्रिया मात्रै गराउन। सूचना आदान प्रदान हुन पर्यो नि, सन्देश पठाउन पर्यो। सञ्चारले अन्तर्क्रिया मात्रै गराउँदैन साथी, हो सूचना र सन्देश पनि दिन्छ। कुरो बुझ्नुभयो? सबै सूचनाका माध्यमहरू, सबै सञ्चारका माध्यमहरू अन्तर्क्रिया गराउँदैनन्। कतिले सूचना सम्प्रेषण मात्रै पनि गर्छन् है। हैन, शिक्षक र विद्यार्थी बीच अन्तर्क्रिया मात्रै हुँदैन साथीहरू। कतिपय सबै सञ्चारको महत्त्व अन्तर्क्रिया गराउनका मात्रै हैन, सूचना सन्देशहरू प्राप्त गर्न गराउन पनि हो। सूचना सन्देश प्राप्त गराउने एउटा माध्यम अन्तर्क्रिया मात्रै हो, एउटा माध्यम, सानो अंश। सूचना र सन्देश प्राप्त गर्नका लागि तपाईको के अरे अन्तर्क्रिया मार्फत न्यूज पेपरहरुबाट पनि गराउन सकिन्छ है साथीहरू। रेडियोबाट पनि प्रसारण गरेर सूचना सन्देश प्राप्त गराउन सकिन्छ, अन्तर्क्रिया मात्रै हैन। सम्पूर्ण साथीहरू लगभग 2000 भन्दा बढी साथीहरू अहिले प्रत्यक्ष हाम्रो लाइभ हेरिरहनु भएको छ। सम्पूर्ण साथीहरुमा नमन छ। एमएस एक्सेल 2007 मा कतिवटा रो हुन्छ? एमएस एक्सेल 2007 मा कतिवटा रो हुन्छ? एमएस एक्सेल 2007 मा कतिवटा रो हुन्छ? ननिदाउनुस् है, ननिदाउनुस् है साथीहरू। निदाएको पनि देख्दैछु है त मैले त फोटोमा, पढ्दै निदाएको देखेछु है। 2007 मा कतिवटा रो हुने रहेछ हेर्नुहोस्। 1, 10, 100, 1000, 10,000, लाख, 10,48,576 वटा रो एमएस एक्सेल 2007 मा।
10,48,576 वटा रो एमएस एक्सेल 2007 मा है। एमएस एक्सेल 2007 मा कतिवटा रो हुँदो रहेछ 10,48,576। सम्पूर्ण साथीहरूलाई यदि तपाईहरुको प्रश्न छुट्यो भने युनियन एजुकेसनको फेसबुक लाइभमा गएर पछि हेर्न पनि सक्नुहुनेछ। यसले तपाईहरुलाई फाइदा दिनेछ। अब म जान्छु प्रश्न नम्बर 11 मा। इन्टरनेट सञ्चालनमा ल्याउन प्रयोग गरिएको सफ्टवेयरलाई के भनिन्छ? इन्टरनेट सञ्चालनमा ल्याउन प्रयोग गरिएको सफ्टवेयरलाई के भनिन्छ? इन्टरनेट सञ्चालनमा ल्याउन प्रयोग गरिएको सफ्टवेयरलाई के भनिन्छ मित्रहरू? वेब ब्राउजर, वेब सर्भर, वेब पेज, वेबसाइट। हरिप्रसाद उपाध्याय जी पनि कसिएर आउनु भएको छ। हजुरलाई अग्रिम शुभकामना छ। नियमित रूपमा जोडिरहनु भएको छ, मेहनत गर्नु भएको छ। आभारी छु, आभारी छु। प्रतिभा फुयाल म्याडम पनि एकदमै होशियारीका साथ टिपिरहनु भएको छ। अग्रिम सफलताको शुभकामना र सम्पूर्ण साथीहरूलाई अग्रिम सफलताको शुभकामना। चिन्तामणि कलौनी जी पनि एकदमै तम तयारका साथ हुनुहुन्छ। कमला पाण्डेजी, पञ्चमाया राईजी र सम्पूर्णलाई अग्रिम सफलता। सम्पूर्ण 1100 फेसबुक लाइभ हेर्ने साथीहरू, 1000 हाम्रो जुममा जोडिने सम्पूर्ण साथीहरूमा अग्रिम सफलताको शुभकामना। यसको सही उत्तर हो वेब ब्राउजर। इन्टरनेट सञ्चालनमा ल्याउन प्रयोग गरेको सफ्टवेयरलाई वेब ब्राउजर भनिन्छ। धेरैले क उत्तर लेख्नु भएको छ, धन्यवाद छ, धन्यवाद छ। अम्बिका रिमाल म्याडमलाई नि धन्यवाद छ। अलि फुर्ती निकाल्नु होला। इन्टरनेट सञ्चालनमा ल्याउन प्रयोग गरिएको सफ्टवेयरलाई के भनिन्छ? वेब ब्राउजर भनिन्छ है त, वेब ब्राउजर भनिन्छ। पदम विष्टजी, कम्प्युटर माध्यमबाट देश विदेशमा अवस्थित व्यक्तिहरूबीच बैठक वार्तालाप गर्नु परेमा कुन प्रविधि प्रयोग गरिन्छ? ई कन्फरेन्स, भिडियो डेमोन्स्ट्रेसन, भोइसमेल, इमेल। चक्रबहादुर पौडेलजी, कम्प्युटर माध्यमबाट देश विदेशमा अवस्थित व्यक्तिहरूबीच बैठक वार्तालाप गर्नु परेमा कुन प्रविधि प्रयोग गरिन्छ? ई कन्फरेन्स, भिडियो डेमोन्स्ट्रेसन, भोइसमेल, इमेल। धेरै साथीहरूले सही उत्तर दिनुभएको छ ई कन्फरेन्स। धेरै साथीहरूले सही उत्तर दिनुभएको छ ई कन्फरेन्स। थ्याङ्क यू भेरी मच। म 13औं नम्बरमा जाउँ र 1200 साथीहरू फेसबुक लाइभमा हुनुहुन्छ। हाम्रो 1000 जना साथीहरू हामी जुममा छौँ। म क्षमा प्रार्थी छु, जुमको क्यापासिटी आजै मैले तपाईहरुलाई लिन सकिनँ। यो भोलिसम्म सल्भ गर्ने प्रमिस गर्दै म प्रश्न नम्बर 13 मा जान्छु। सूचना तथा सञ्चार प्रविधि पार्कको स्थापना सर्वप्रथम कहाँ गरिएको हो? यो त सबैले मिलाउनुहुन्छ। म एकदमै म अप्टिमिस्टिक छु यसमा। तपाईहरुले पक्कै मिलाउनुहुन्छ। चक्रबहादुरजीले, मान साउदले सबैले मिलाउनुहुन्छ है यो उत्तर। गणेश जोशीजीले, हाम्रो अमर उपाध्यायजी, रामबहादुर परियारजी, भन्नुहोस् त सुरुमा। हितराम टिलिङ लिम्बुजी, हितराम लिम्बुजी, ल भन्नुहोस् कहाँ भएको पहिलो? शान्त ढकालजी, बनेपा भनेर त सबैले मिलाउनु भयो होला। सबैले मिलाउनु भयो होला हैन त बनेपा भनेर। बनेपा नै हो, एकदम सही 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 सही। अल्छी गरेको छैन मैले, तपाईलाई टेस्ट गरिरहेको छु मैले आज। ल 14 नम्बर, राष्ट्रिय साइबर सुरक्षा नीति 2073 अनुसार कसको प्राविधिक सहयोगमा नेपालमा दूरसञ्चार प्राधिकरणबाट
तयार पारिएको ल ल ल हेर्नुहोस् कसको सहयोगबाट ल हेर्नुहोस् कस्तो भेरी इम्पोर्टेन्ट भेरी 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 इम्पोर्टेन्ट क्वेसन मोस्ट इम्पोर्टेन्ट वान क ख ग घ सबै भन्नुभएको छ साथीहरूले भनेपछि यो क्वेसन कति वेटेजको क्वेसन रहेछ बुझौँ होइन सुशीला पौडेलजी यो धेरै वेटेजको क्वेसन रहेछ किनकि क ख ग घ सबै भन्न भ्याउनु भएको छ साथीहरूले राष्ट्रिय साइबर सुरक्षा नीति 2073 अनुसार कसको प्राविधिक सहयोगमा नेपाल दूरसञ्चार प्राधिकरणबाट तयार पारिएको है नेपाल दूरसञ्चार प्राधिकरणबाट राष्ट्रिय साइबर सुरक्षा नीति 2073 तयार पारिएको रहेछ तर सहयोग गरेको कसले 1300 जना साथीहरू फेसबुक लाइभमा हुनुहुन्छ 1000 जना हामी यहाँ छँदैछौँ प्रत्यक्ष जुममा सम्पूर्णलाई एकमुष्ट नमन छ सन्ध्याकालीन नमस्कार छ यसको सही उत्तर हो अन्तर्राष्ट्रिय दूरसञ्चार सञ्चार सङ्घ यसको सही उत्तर हो अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ यसको सही उत्तर हो अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ म प्रश्न नम्बर 15 मा जान्छु प्रश्न नम्बर 15 सिकारु र सहजकर्ता आमने सामान्य नभए पनि विभिन्न प्रविधिको माध्यमबाट आमने सामान्य भए जस्तै गरी सोझो सम्पर्कमा कुराकानी र अन्तर्क्रिया माध्यमबाट सिक्ने सिकाउने पद्धतिलाई के भनिन्छ यसको सही उत्तर हो भर्चुअल क्लासरुम लर्निङ धेरैले सही उत्तर मिलाउनु भएको छ धेरैले सही उत्तर मिलाउनु भएको छ धन्यवाद 1300 जना साथीहरू फेसबुक लाइभमा हुनुहुन्छ 1000 जना त हामी यहाँ जिउको त्यौं छौं ल है त साथीहरू सहजकर्ता आमने सामान्य नभए पनि विभिन्न प्रविधि माध्यमबाट आमने सामान्य भए जस्तै गरी सिक्नु भर्चुअल क्लासरुम लर्निङ है त 16 पूर्ण सञ्चार भएको सुनिश्चितता कुन अवस्थामा हुन्छ 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 सन्देश प्रेषक सन्देश प्रापक र सन्देश प्रक्रिया सन्देश प्रेषक सन्देश प्रापक सन्देश प्रतिक्रिया प्रतिक्रिया सन्देश प्रापक सन्देश र सन्देश प्रेषक सन्देश प्रतिक्रिया सन्देश प्रेषक र सन्देश प्रापक राम्रोसँग ख्याल गर्नुस् है रामबहादुर परियार जी राम्रोसँग ख्याल गर्नु एलिजा तिवारी जी बसन्त केसी जी ख्याल गर्नुस् धेरै साथीहरूले ख उत्तर लाउनु भएको छ यसको सही उत्तर पनि ख हो है त राम्रोसँग हेर्नुहोस् पहिला सन्देश प्रेषक हुन्छ अनि सन्देश हुन्छ त्यहाँ अनि सन्देश प्राप्त गरिन्छ सन्देश प्राप्त गरिसकेपछि हामीले प्रतिक्रिया पनि दिइन्छ युनियन एजुकेसनको यो अविरल अथक रूपमा बगिरहने प्रयासमा साथ दिने सम्पूर्ण साथीहरूप्रति म हार्दिक नमन गर्छु महत्त्वपूर्ण प्रश्न हो सर एकदम हरिप्रसाद उपाध्यायजी महत्त्वपूर्ण क्वेशन हो यो पूर्ण सञ्चार भएको सुनिश्चितता कुन अवस्थामा हुन्छ राम्रोसँग सबैले टिप्नु होला यो महत्त्वपूर्ण क्वेशन पनि हो महत्त्वपूर्ण प्रश्न हो यो क्लियर बुझाइदिनु न सर भन्नुभयो सुरुमा सन्देश हामीले कुनै पनि कुराहरू लेखिन्छ कुनै पनि कुराहरू सन्देशहरू सूचनाहरू तयार पारिन्छ त्यो सन्देश हो तयार पारेको सन्देश प्रवाह गरिन्छ अनि सन्देश कसैले पाउँछ प्रापक भनेको पाउने व्यक्ति प्रेषक भनेको लेख्ने व्यक्ति दिने व्यक्ति हो सन्देश हामीले प्रेजेन्टेसन गरिन्छ प्रस्तुति गरिन्छ पहिला सन्देश तयार पारिन्छ प्रेषक भनेको तयार पार्ने व्यक्ति
त्यसपछि सन्देशलाई दिइन्छ, प्रस्तुति गरिन्छ, त्यो सन्देश प्राप्त गरिन्छ, प्राप्त गरिसकेपछि कहिले हामी हाँसिन्छ, कहिले रोइन्छ, त्यो प्रतिक्रिया, कहिले खुसी हुन्छ, कहिले निराश हुन्छ, कहिले उत्साहित गराउँछ, त्यो भनेको प्रतिक्रिया। त्यो भनेको के हो रे? प्रतिक्रिया। फेरि एकपटक व्याख्या गरेँ मैले। सुरुमा सन्देश हामीले दिन्छ, के अरे लेखिन्छ, सन्देश तयार पारिन्छ, त्यो सन्देश हामीले प्रस्तुति गरिन्छ जसलाई सन्देश भनिन्छ। अनि हामीले तयार पारेको सन्देश प्रस्तुति पश्चात कुनैले प्राप्त गर्छ, सम्बन्धित व्यक्तिले प्राप्त गर्छ, सम्बन्धित समूहले प्राप्त गर्छ। त्यो प्राप्त गरिसकेपछि कहिले हाँसिन्छ, त्यो प्रतिक्रिया, कहिले रोइन्छ, कहिले खुसी हुन्छ, कहिले दुखी हुन्छ, हो, कहिले उत्साहित हुन्छ, कहिले नैराश्यता छाउँछ, त्यो भनेको प्रतिक्रिया। त्यो भनेको के हो रे? प्रतिक्रिया। यसरी पूर्ण सञ्चार भएको सुनिश्चितता गरिन्छ है त। अझै पनि बुझ्नु भएन? हामीले कसैलाई फोन गरेको सम्झे हुन्छ भन्नुभयो। धन्यवाद धन्यवाद। हैन, एकदमै महत्त्वपूर्ण क्वेशन छ। हामी 1500 जना साथीहरू हामी फेसबुक लाइभमा छौं, 1000 जना साथीहरू यहाँ छौं। सम्पूर्ण साथीहरूलाई यो युनियन एजुकेसनको प्रयास कस्तो लागेको छ? मल्टिमिडियाका कम्पोनेन्ट्स कुन हुन्? यो पनि इम्पोर्टेन्ट क्वेशन है। मल्टिमिडियाका कम्पोनेन्ट्स कुन हुन्? मल्टिमिडियाका कम्पोनेन्ट्स कुन हुन्? मल्टिमिडियाका कम्पोनेन्ट्स कुन हुन्? धेरै साथीहरूले ख लेख्नु भएको छ। गणेश पण्डेरज्यूले साथी सहित आउनु भएको छ। कम्बाइन स्टडी गर्नु भएको छ। धन्यवाद छ। युनियन एजुकेसनको प्रयासमा म एक्लैको साथ दिउँ, साथी पनि ल्याउँछु भनेर जुन प्रयास गर्नु भएको छ, धन्यवाद छ। युनियन एजुकेसनलाई साथ दिनका लागि साथी नै लिएर आउनु भएको छ। धन्यवाद। अब यसको सही उत्तर हो अडियो, भिडियो, टेक्स्ट, एनिमेसन, इमेज। यसको सही उत्तर हो अडियो, भिडियो, टेक्स्ट, एनिमेसन, इमेज। धन्यवाद साथीहरू। हामी करिब 1500 जना साथीहरू हामी लाइभमा छौं, 1000 जना साथीहरू यही म सँगै हुनुहुन्छ तपाईहरु, र फेसबुक लाइभमा हुनुभएको साथीहरू पनि सँगै हुनुहुन्छ। प्रश्न नम्बर 18, कम्प्युटरमा फायरवालको प्रयोग केका लागि गरिन्छ मित्रहरू? सेक्युरिटीको लागि, डेटा ट्रान्समिसनको लागि, ऑथेन्टिकेसनको लागि, मोनिटरिङको लागि। सेक्युरिटीको लागि, डेटा ट्रान्समिसनको लागि, ऑथेन्टिकेसनको लागि, मोनिटरिङको लागि। सही उत्तर हो सेक्युरिटीको लागि। गुड 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 गुड। धेरै साथीहरूले सही उत्तर दिनुभएको छ, सेक्युरिटीको लागि। धन्यवाद धन्यवाद। अब हामीसँग आजका 2 प्रश्न मात्र बाँकी रहेको बेहोरा जानकारी गराउँछु। नेपालको इन्टरनेट र टेलिकम सेवा हेर्ने निकाय कुन हो? नेपालको इन्टरनेट र टेलिकम सेवा हेर्ने निकाय कुन हो? एनसेल, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रालय। यसको सही उत्तर हो नेपाल दूरसञ्चार प्राधिकरण। धेरै साथीहरूले गएको एन्सर। ल राम्रोसँग हेर्नुहोस्, सूचना तथा सञ्चार मन्त्रालय होइन, इन्टरनेट र टेलिकम सेवा हेर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण हो। नेपाल दूरसञ्चार प्राधिकरण हो मित्रहरू। राजु गुरुङजी उज्यालो भयो है, उज्यालो भयो। राजु गुरुङजी उठ्नुहोस् उठ्नुहोस् उठ्नुहोस्, उज्यालो भयो। इन्टरनेटको पुरानो नाम के हो? इन्टरनेटको पुरानो नाम के हो? इन्टरनेटको पुरानो नाम के हो? इन्टरनेटको पुरानो नाम के हो?
करिब 1600 साथीहरू फेसबुक लाइभमा आउनुभएको छ। 1000 जना साथीहरू हामी जुममा छौँ। सम्पूर्णलाई एकमुष्ट स्वागत छ। धेरैले सही उत्तर दिनुभएको छ। यसको उत्तर हो आर्पानेट हो यसको सही उत्तर। हाम्रो युनियन एजुकेसनको यो प्रयासलाई 2-3 शब्दमा युनियन एजुकेसनको यो प्रयासलाई बताइदिनका लागि म अनुरोध गर्छु च्याटमा। यो युनियन एजुकेसनको यो अथक प्रयासप्रति तपाईको राय प्रकट गर्नका लागि अनुरोध गर्छु मैले। यो अथक प्रयास परीक्षाको अघिल्लो दिनसम्म जारी रहनेछ। म रमेश बाबु भट्टराई युनियन एजुकेसनको सञ्चालक सम्पूर्ण साथीहरू लाभान्वित हुने गरी युनियन एजुकेसनको यो प्रयास परीक्षाको अघिल्लो दिनसम्म रहिरहने ब्यौरा जानकारी गराउँछु। हाम्रो प्रयासप्रति हजुरहरूको सठिक कमेन्ट। हाम्रो प्रयासप्रति हजुरहरूको सठिक कमेन्ट। सम्पूर्ण साथीहरूलाई स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, अध्ययनलाई निरन्तरता दिनुहोस्, स्वास्थ्यलाई पनि ख्याल राख्नु होला र रमेश भट्टराईको यो सानो प्रयास, युनियन एजुकेसनको यो सानो प्रयासप्रति तपाईँ हाम्रो जुन एट्याचमेन्ट बढेको छ यसले पक्कै पनि राम्रो प्रतिफल दिनेमा म विश्वस्त छु। हाम्रो यो कम्बाइन्ड इफर्ट, हाम्रो यो कम्बाइन्ड इफर्टले पक्कै पनि राम्रो नतिजा दिनेछ। सम्पूर्ण साथीहरूले सफलता प्राप्त गर्नुहुनेछ भन्ने मेरो विश्वास छ र स्वास्थ्यलाई पनि ध्यान दिनु होला र अध्ययनलाई पनि निरन्तरता दिनका लागि म अनुरोध गर्दै सम्पूर्ण साथीहरूलाई म हार्दिक नमन गर्दै शुभरात्रि भन्दै यस पछाडिको कक्षा पदमराज आचार्य सरको कक्षा 8:30 बजे सुरु हुने जानकारी गराउँदै म तपाईहरुसँग बिदा माग्छु। हस्त, धन्यवाद, शुभरात्रि।